नमस्कार। आज हामी नेपालको ऊर्जा क्षेत्रलाई नियमन गर्ने एउटा महत्त्वपूर्ण कानून विद्युत ऐन 2049 बारे अलि गहिरिएर कुरा गर्दैछौँ। नमस्ते। हो, यो 2049 साल पुसमा आएको ऐन हैन, यसले विद्युत सर्वेक्षण, उत्पादन, प्रसारणदेखि वितरणसम्म सबैलाई एउटा कानूनी दायरामा ल्यायो। बिल्कुल। हाम्रो आधार पनि यही ऐनको आधिकारिक पाठ नै हो। सुरु गरौँ है त। हुन्छ। ऐनले पहिले त विद्युत भनेको के हो भनेर प्रस्ट्याएको छ। पानी मात्र होइन, खनिज तेल, कोइला, ग्यास, सौर्य, वायु, आणविक सबै स्रोतबाट उत्पादित शक्तिलाई विद्युत मानेको छ। परिभाषा नै फराकिलो रहेछ। अनि जलविद्युतलाई त छुट्टै पनि परिभाषित गरेको छ, पानीबाट बनेको भनेर। छ। अनि मुख्य कुरा चाहिँ धारा 3 मा छ। इजाजत पत्र नलिई कसैले पनि विद्युतको सर्वेक्षण, उत्पादन, प्रसारण वा वितरण गर्न पाउँदैन। यो नै ऐनको मुटु हो भन्दा हुन्छ। मतलब इजाजत पत्र अनिवार्य भयो? हो, अनिवार्य। तर एउटा सानो अपवाद छ। कस्तो अपवाद? 1000 किलोवाटसम्मको उत्पादन, प्रसारण वा वितरणको लागि चाहिँ राष्ट्रिय व्यक्ति वा संस्थालाई इजाजत पत्र चाहिँदैन। यसले साना उद्यमीलाई प्रोत्साहन गर्न खोजेको देखिन्छ। 1000 किलोवाटसम्म छुट, तर त्यसमा पनि केही शर्त छ कि? छ नि। 100 किलोवाटदेखि 1000 किलोवाटसम्मको जलविद्युत उत्पादन, प्रसारण वा वितरण गर्नु अघि तोकिएको अधिकारीलाई जानकारी चाहिँ दिनुपर्छ। मतलब पुरै अनियन्त्रित पनि छोडेको छैन। ठिक छ। भनेपछि इजाजत पत्र लिनुपर्ने भयो भने प्रक्रिया कस्तो छ त? धारा 4 मा केही छ कि? छ। धारा 4(1) अनुसार निवेदन दिनुपर्छ। अनि त्यो निवेदनसँगै आर्थिक, प्राविधिक र वातावरणीय अध्ययन प्रतिवेदन पनि बुझाउनुपर्छ। सर्वेक्षणको लागि पनि प्रतिवेदन चाहियो? सर्वेक्षणको इजाजत पत्रको लागि चाहिँ अध्ययन प्रतिवेदन चाहिँदैन, तर उत्पादन, प्रसारण वा वितरणको लागि चाहियो। अनि कति समय लाग्छ त इजाजत पत्र पाउन? ऐनले समयसीमा तोकेको छ। सर्वेक्षणको लागि निवेदन दिएको 30 दिनभित्र र उत्पादन, प्रसारण वा वितरणको लागि 120 दिनभित्र निर्णय दिनुपर्ने व्यवस्था छ। समयमै काम होस् भनेर होला। अनि यो इजाजत पत्र कति समयको लागि हुन्छ? एकचोटि लिएपछि सधैँलाई हो? होइन, सधैँलाई होइन, अवधि तोकिएको छ। धारा 5 अनुसार सर्वेक्षणको इजाजत पत्र बढीमा 5 वर्षको हुन्छ। अनि उत्पादन, प्रसारण र वितरणको नि? त्यसको लागि चाहिँ अलि लामो छ। बढीमा 50 वर्षसम्मको हुन सक्छ। 50 वर्ष निकै लामो अवधि रहेछ है। हो, जलविद्युत जस्ता ठूला आयोजनामा लगानी धेरै र प्रतिफल आउन समय लाग्ने भएकोले लामो अवधि राखेको हुनुपर्छ। तर अवधि सकिनु 1 वर्ष अगाडि नवीकरण गर्नुपर्छ। नवीकरण पनि गर्न मिल्ने। अनि यो इजाजत पत्र अरूलाई बेच्न वा दिन मिल्छ? मिल्छ, तर तोकिएको अधिकारीको स्वीकृति लिएर मात्रै। धारा 4(5) मा त्यो व्यवस्था छ। बिना स्वीकृति हस्तान्तरण गर्न पाइँदैन। स्वीकृति चाहिने भयो। अनि के यो इजाजत पत्र रद्द पनि हुन सक्छ? सक्छ। धारा 8 अनुसार यदि इजाजत पत्रवालाले ऐन वा नियम विपरीत काम गरेमा वा तोकिएको शर्त पूरा नगरेमा अनि सुधार गर्न दिएको समयमा पनि सुधार नगरेमा इजाजत पत्र रद्द हुन सक्छ। नियम पालना नगरे कारबाही हुने भयो। अब अलिकति सरकारको भूमिकाबारे कुरा गरौँ न। सरकारले के गर्छ त? सरकारको भूमिका पनि महत्त्वपूर्ण छ। धारा 9 अनुसार सरकारले इजाजत पत्र प्राप्त व्यक्ति वा संस्थासँग थोक विद्युत खरिद सम्झौता गर्न सक्छ। मतलब सरकार ग्राहक बन्न सक्ने भयो? हो, अनि लगानीको प्रत्याभूति दिने वा अरू वित्तीय तथा प्राविधिक विषयमा पनि सम्झौता गर्न सक्ने व्यवस्था छ। लगानीको सुरक्षाको लागि यो महत्त्वपूर्ण होला। अनि स्वामित्वको कुरा नि, आयोजना कसको हुन्छ? यसमा अलि चाखलाग्दो व्यवस्था छ। धारा 10 मा यदि कुनै आयोजनामा 50% भन्दा बढी विदेशी लगानी छ भने इजाजत पत्रको अवधि सकिएपछि त्यो आयोजनासँग सम्बन्धित जग्गा, भवन, उपकरण, संरचना सबै स्वतः नेपाल सरकारको स्वामित्वमा आउँछ। 50% भन्दा बढी विदेशी लगानी भए सरकारको हुने हो, तर पुरानो इजाजत पत्रवालाले चाहेमा मूल्याङ्कन गरिएको रकम तिरेर किन्न प्राथमिकता पाउँछ। अनि 50% सम्म वा पुरै स्वदेशी लगानी छ भने नि? त्यस्तो आयोजनाको हकमा चाहिँ इजाजत पत्र अवधि सकिएपछि सम्झौतामा जे लेखिएको छ त्यही अनुसार हुन्छ। भनेपछि विदेशी र स्वदेशी लगानीमा अलि फरक नीति रहेछ।
हो, अनि सरकार आफैले पनि विद्युत उत्पादन र विकास गर्न सक्छ है, धारा 34 अनुसार, या त धारा 35 अनुसार कसैसँग सम्झौता गरेर गराउन पनि सक्छ। सरकार आफै पनि खेलाडी हुन सक्ने भयो। अब अलि पैसाको कुरा गरौँ, रोयल्टी तिर्नु पर्छ कि पर्दैन? पर्छ। धारा 11 अनुसार इजाजत पत्र प्राप्त व्यक्ति वा संस्थाले नेपाल सरकारलाई रोयल्टी बुझाउनु पर्छ। कति तिर्नुपर्छ? के आधारमा? दुईवटा आधार छन्। एउटा प्रति किलोवाट जडित क्षमताको आधारमा वार्षिक रूपमा, अर्को उत्पादित विद्युतको औसत बिक्री मूल्यको प्रतिशतको आधारमा। अनि यो दर सधैँ एउटै रहन्छ? रहँदैन। पहिलो 15 वर्ष एउटा दर हुन्छ अनि 15 वर्षपछि अर्को दर लागू हुन्छ। सुरुमा कम, पछि बढी। सुरुमा सहुलियत दिए जस्तो भयो। हो, आयोजना सञ्चालनमा आएर नाफा कमाउन थालेपछि राज्यले पनि बढी हिस्सा खोज्नु स्वाभाविक हो। अनि हामी उपभोक्ताले पिर्ने बिजुलीको महसुल चाहिँ कसरी तोकिन्छ त? त्यसको लागि छुट्टै व्यवस्था छ। धारा 17 अनुसार सरकारले एउटा महसुल निर्धारण आयोग गठन गर्छ। ए, आयोगले तोक्ने भयो? हो, त्यो आयोगले धेरै कुरा हेर्छ। राजकटी दर, इजाजत पत्रवालाको उचित मुनाफा, सञ्चालन खर्च, उपभोक्ता मूल्य सूचकाङ्क, रोयल्टी, सेवाको गुणस्तर, यी सबै कुरा विचार गरेर मात्रै महसुल निर्धारण गर्छ। भनेपछि कम्पनीले जथाभावी मूल्य बढाउन पाएन? पाएन। आयोगले तोकेको भन्दा बढी शुल्क लिन पाइँदैन। यसले उपभोक्ताको हित हेर्छ। यो त राम्रो कुरा भयो। लगानीकर्तालाई अरू केही सुविधा छ त ऐनमा? कर छुट टका छ नि। धारा 12(7) मा छ। आयोजनाका लागि चाहिने मेसिनरी, उपकरणहरू आयात गर्दा भन्सार छुटको व्यवस्था छ। स्थानीय उद्योगबाट किनेको सामानमा पनि छुट हुन सक्छ। नेपालमा नबन्ने सामान आयात गर्दा त 1% मात्र भन्सार लाग्छ। यसले लागत घटाउन मद्दत गर्ला? अवश्य। अनि विदेशी लगानीकर्ताको लागि अर्को महत्त्वपूर्ण कुरा धारा 13 मा छ। के हो त्यो? यदि विदेशी मुद्रामा ऋण वा शेयर लगानी भएको छ भने त्यो लगानी फिर्ता लैजान वा ऋणको सावा ब्याज तिर्नको लागि प्रचलित विनिमय दरमा विदेशी मुद्रा सटाई सुविधा उपलब्ध गराइन्छ। लगानी फिर्ता लैजाने पाउने ग्यारेन्टी जस्तो भयो हैन? हो, यो विदेशी लगानी आकर्षित गर्न निकै महत्त्वपूर्ण हुन्छ। अब अलिकति आयोजना सञ्चालन गर्दा ध्यान दिनुपर्ने कुराहरू हेरौँ न। वातावरणको बारेमा केही भनेको छ ऐनले? छ। धारा 24 ले स्पष्ट भनेको छ कि विद्युत आयोजनाको काम गर्दा भूक्षय, बाढी, पहिरो, वायु प्रदूषण जस्ता वातावरणीय प्रतिकूल असर पर्न दिनु हुँदैन। वातावरण जोगाउनु पर्ने दायित्व पनि भयो। एकदम। अनि गुणस्तर र सुरक्षाको कुरा पनि छ। धारा 23, 25, 26 मा विद्युतको गुणस्तर, भोल्टेजको तह, अरू प्राविधिक मापदण्डहरू अनि सुरक्षाका उपायहरू अपनाउनु पर्ने कुरा उल्लेख छ। बिजुली बाल्दा करेन्ट लाग्ने, भोल्टेज गडबड हुने समस्या हुनु भएन। हो, त्यही हो। अनि अर्को कुरा, मर्मत सम्भार गर्नु पर्यो भने बत्ती काट्नु पर्ने हुन सक्छ नि? हुन्छ नि बेला बेला। हो, त्यसरी विद्युत आपूर्ति बन्द गर्नु पर्दा कम्तीमा 24 घण्टा अगाडि सार्वजनिक सूचना दिनुपर्छ भन्ने व्यवस्था धारा 27 मा छ। उपभोक्तालाई जानकारी दिनु पर्यो, तर पैसा तिरेन भने नि? महसुल नतिर्ने वा अनधिकृत रूपमा विद्युत प्रयोग गर्ने उपभोक्ताको लाइन काट्न सक्ने अधिकार चाहिँ इजाजत पत्र प्राप्त व्यक्ति वा संस्थालाई धारा 19 ले दिएको छ। अधिकार र दायित्व दुवै पक्षलाई भयो। एउटा निकै महत्त्वपूर्ण कुरा सोध्न मन लाग्यो। राष्ट्रियकरणको डर हुन्छ नि कहिलेकाहीँ? हो, त्यो डर लगानीकर्तामा हुन्छ। तर धारा 29 ले के भन्छ भने विद्युत उत्पादन, प्रसारण वा वितरणसँग सम्बन्धित जग्गा, भवन, उपकरण र संरचना राष्ट्रियकरण गरिने छैन। राष्ट्रियकरण नहुने ग्यारेन्टी हो। यसले लगानीकर्तालाई ठूलो आड दिन्छ, तर एउटा सानो अपवाद छ। 1000 किलोवाट वा सोभन्दा कम क्षमताको हकमा चाहिँ बृहत्तर सार्वजनिक उपयोगको लागि सरकारले क्षतिपूर्ति दिएर लिन सक्ने प्रावधान छ। सानालाई चाहिँ अलि फरक भयो। अनि यी सबै नियम कानुन पालना भएन भएको कसले हेर्छ त? त्यसको लागि पनि व्यवस्था छ। धारा 37 अनुसार निरीक्षण र सुपरिवेक्षण गर्न मुख्य विद्युत निरीक्षक र विद्युत निरीक्षकहरू नियुक्त गरिने व्यवस्था छ। उनीहरूले अनुगमन गर्ने भए। ल मानौ कसैले ऐन मानेन, इजाजत पत्र बिना काम गर्यो वा अरू गल्ती गर्यो भने के हुन्छ? सजायको व्यवस्था के छ? धारा 38 मा दण्ड सजायको व्यवस्था छ। ऐन वा नियम उल्लङ्घन गरेमा वा बिना इजाजत पत्र काम गरेमा जरिवाना हुन सक्छ, काम बन्द गराउन सकिन्छ। जरिमाना मात्रै?
होइन, अरू कडा सजाय पनि छ। जस्तो विद्युत संरचनामा जानी जानी कसैले क्षति पुर्यायो भने त्यो क्षति बराबर जरिवाना वा 10 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ। ओहो, 10 वर्ष कैद? यो त गम्भीर अपराध मानिने भयो। हो, किनभने विद्युत संरचनामा क्षति पुग्दा ठूलो असर पर्छ। अनि यस्तो सजाय वा इजाजत पत्र रद्द गर्ने निर्णय चित्त बुझेन भने के गर्ने? कतै उजुरी गर्न पाइन्छ? पाइन्छ। धारा 39 अनुसार इजाजत पत्र रद्द गर्ने निर्णय क्षतिपूर्ति रकम निर्धारण वा जरिवाना गर्ने निर्णय उपर चित्त नबुझेमा निर्णय भएको 35 दिनभित्र तत्कालीन पुनरावेदन अदालत, हाल उच्च अदालतमा पुनरावेदन गर्न सकिने व्यवस्था छ। कानुनी उपचारको बाटो पनि खुला रहेछ। हो। ल, समग्रमा हेर्दा त विद्युत ऐन 2049 ले नेपालको विद्युत क्षेत्रलाई व्यवस्थित गर्न धेरै कुरा समेटेको रहेछ। इजाजत पत्रदेखि सञ्चालन, आर्थिक पक्ष, सरकारी भूमिका, वातावरण, सुरक्षा, उपभोक्ता अधिकार, दण्ड सजायसम्म। हो, यसले एउटा बलियो कानुनी आधार दियो। झण्डै 35 वर्ष भइसक्यो यो ऐन आएको। यसले पक्कै पनि विद्युत क्षेत्रको विकासमा योगदान गरेको छ। 35 वर्ष लामो समय हो। तर अब सोच्नुपर्ने बेला आएको छ जस्तो लाग्छ। नेपालको जलविद्युत सम्भावना त अपार छ होइन? ऊर्जाको माग पनि बढ्दैछ। प्रविधि कति परिवर्तन भइसक्यो। हो नि, सोलर अरू प्रविधि पनि आए। अनि अर्को महत्त्वपूर्ण कुरा, सीमापार विद्युत व्यापारको भारतसँग बङ्गलादेशसँग व्यापार गर्ने कुरा आइरहेको छ। धारा 22 मा विद्युत आयात निर्यातको सामान्य कुरा त छ, तर आजको जटिल आवश्यकतालाई यो पुरानो ऐनले कतिको सम्बोधन गर्न सक्छ? तपाईको मतलब यो ऐन अब अपुरो वा पुरानो भयो कि भन्ने हो? प्रश्न त्यही हो। आजका ऊर्जा चुनौती, नयाँ लगानीका मोडेलहरू अनि क्षेत्रीय विद्युत व्यापारका अवसरहरूलाई यो झण्डै 35 वर्ष पुरानो कानुनी संरचनाले कतिको प्रभावकारी रूपमा समेट्न सकेको छ? के अब यसमा समयानुकूल परिमार्जन वा नयाँ ऐन नै आवश्यक भइसकेको हो कि? यो चाहिँ विचारणीय प्रश्न हो।